आजको क्लासमा उपस्थित हुनुभएका सम्पूर्ण एस्पाइरेन्ट्सहरूलाई म हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। सो हामी अहिले डिस्कसन गरिरहेका छौँ जनरल म्यानेजमेन्ट र जनरल म्यानेजमेन्ट भित्र पनि हामी स्ट्राटेजिक म्यानेजमेन्टलाई डिस्कसन गरिरहेका छौँ। र हामीले अस्ति नै भनेको छौँ जब पनि हामी एउटा स्ट्राटेजिक प्लान बनाउँछौँ होइन, सो स्ट्राटेजी बनाउँछौँ त्यो बेला चाहिँ हाम्रा मेनली चारवटा प्रोसेस इन्भल्भ हुन्छन्, चारवटा स्टेप इन्भल्भ हुन्छन्। एउटालाई हामीले भनेका थियौँ के त तपाईँको सिचुएसनल एनालिसिस, जुन हिजो हामीले सकाइसक्यौँ। अब हामी स्टार्ट गरिरहेका छौँ सेकेन्ड स्टेप, जसलाई हामी स्ट्राटेजिक फर्मेसन भन्छौँ। थर्ड हुन्छ त्यसलाई इम्प्लिमेन्टेसन गर्छौँ र फोर्थ हुन्छ स्ट्राटेजिक कन्ट्रोल। सो यसरी चारवटा स्टेप हुन्छ। म बारम्बार हरेक क्लासमा भन्दैछु, तपाईँलाई याद पनि भइहाल्छ। सो यो स्ट्राटेजिक एनालिसिस होइन, यो सिचुएसनल एनालिसिस हो। पहिला सिचुएसनको एनालिसिस गरिसकेपछि मात्र स्ट्राटेजी बनाउन मिल्छ। सो स्ट्राटेजी फर्मुलेसन हुन्छ, देन त्यो स्ट्राटेजीलाई इम्प्लिमेन्ट गर्ने र लास्टमा स्ट्राटेजीलाई कन्ट्रोल गर्ने। सो हामीले सिचुएसनल एनालिसिस कसरी कसरी गर्न सकिन्छ भनेर हिजोको क्लासमा डिस्कसन, हिजोसम्मको क्लासमा डिस्कसन गरेका छौँ। धेरै लामो थियो नि त होइन सिचुएसनल एनालिसिस। सो लगभग दुईटा क्लास त सिचुएसनल एनालिसिसमै लागेको छ। अब आजको क्लासमा हामी स्ट्राटेजी फर्मुलेसन तर्फ जान्छौँ है त। सो स्ट्राटेजी फर्मुलेट कसरी गर्ने भन्ने हुन सक्छ। सो हुन त हामीले अस्ति डिस्कसन गरेको थियौँ स्ट्राटेजी फर्मुलेसन तीनटा लेभलमा हुन सक्छ। लेभल्स अफ, तपाईँले हामी अस्ति पढेको थिएन स्ट्राटेजी भनेर, लेभल्स अफ स्ट्राटेजी भनेर पढिसकेका थियौँ। सो स्ट्राटेजी फर्मुलेट तीनटा लेभलमा गर्न सकिन्छ। एउटा तपाईँको टप लेभलमा गर्न सकिन्छ, एउटा मिडल लेभलमा गर्न सकिन्छ, एउटा लोवर लेभलमा गर्न सकिन्छ। सो यो टप लेभल म्यानेजमेन्टले पनि स्ट्राटेजी बनाउँछ, मिडल लेभल म्यानेजमेन्टले पनि स्ट्राटेजी बनाउँछ र लोवर लेभलले पनि बनाउँछ। यो टप लेभलको स्ट्राटेजीलाई कर्पोरेट स्ट्राटेजी भन्छौँ। यो मैले अगाडि नै भनेको छु। सो जसमा बोर्ड अफ डिरेक्टरहरू पढ्छन् होइन, फर्दर सिइओहरू पनि पढ्नु होला। त्यसपछि मिडल लेभलले बनाउँछ, जसलाई हामीले बिजनेस लेभल स्ट्राटेजी भनेका थियौँ इफ यु रिमेम्बर। अनि लास्टमा लोवर लेभल स्ट्राटेजी अर्थात् फङ्सनल स्ट्राटेजी भनेर भनेका थियौँ। अनि यो लेभल अफ स्ट्राटेजी हामीले काहीँ न काहीँ डिस्कसन गरिसकेका थियौँ होइन। अब हामीले अहिले के गरिरहेछौँ भने यो भागमा हामीले मेनली स्ट्राटेजी फर्मुलेसनको दुईटा टपिक सकाउनु पर्छ है त। सो किन भन्दाखेरि त्यही दुईटा नै मेजर हो। फङ्सनल लेभल स्ट्राटेजी जुन छ त्यो त अब डे टु डे को लागि बनाउने कुरा हो, त्यो स्टाफहरूले आफै बनाउँछ। तर दुईटा स्ट्राटेजिज आर भेरी नेसेसरी। एउटा कर्पोरेट लेभल स्ट्राटेजी र अर्को चाहिँ बिजनेस लेभल स्ट्राटेजी। कर्पोरेट लेभल स्ट्राटेजीले के भन्छ त भन्दाखेरि कुन बिजनेसमा रहने भनेर अस्ति मैले भनेको छु नि, जुन बेला हामीले लेभल्स अफ स्ट्राटेजी पढेका थियौँ त्यो बेला नै भनेको छु। कर्पोरेट लेभलले के भन्छ त भन्दाखेरि कुन बिजनेसमा हामी बस्ने भन्ने कुरा डिसाइड यसले गर्छ। जस्तै फर इक्जाम्पल हामीले मानव एयरलाइन इन्डस्ट्रीमा जाने हो कि हामी ब्याङ्किङ इन्डस्ट्रीमा जाने हो कि हामी होटल इन्डस्ट्रीमा जाने हो कि, यो डिसाइड गर्ने काम इन विच बिजनेस वी सुड एन्टर भन्ने काम चाहिँ कर्पोरेट स्ट्राटेजीले गर्छ। बिजनेस लेभल स्ट्राटेजीले के गर्छ भने वान्स मानव एयरलाइन इन्डस्ट्री चुज गरिसक्यो कर्पोरेटले, अब यो केसमा बिजनेस लेभलले के गर्छ भने त्यो एयरलाइन इन्डस्ट्रीलाई कसरी अगाडि बढाउने त, कसरी जित्ने त मार्केटमा। फर इक्जाम्पल एयरलाइन त थुप्रै एयरलाइन होलान्, यो डिफ्रेन्ट कम्पिटिसनलाई हामी कसरी जित्ने भन्ने स्ट्राटेजी जुन बन्छ त्यो बिजनेस लेभल स्ट्राटेजी हुन्छ। यसरी बुझ्नु पर्ला है त। सो स्ट्राटेजी फर्मुलेट त हुन्छ, तर फर्मुलेट गर्दाखेरि मेनली तपाईँले डिफ्रेन्सिएट त बुझ्नु पर्यो। त्यहाँ आउने हो लेभल्स अफ स्ट्राटेजी भनेको। ठिक छ, एउटा कर्पोरेट भयो, त्यसपछि बिजनेस भयो। अब फङ्सनलले के गर्छ भन्दाखेरि अब हेर्नुहोस् त, जित्नका निमित्त मार्केटिङ म्यानेजरहरूले या त यो बिजनेस लेभल भनेर त्यही त हो नि, मार्केटिङ म्यानेजरहरू हेड अफ मार्केटिङहरूले के गर्यो होला त, केही स्ट्राटेजी बनायो होला। अब त्यो स्ट्राटेजीलाई कसरी इम्प्लिमेन्ट गर्ने त ग्राउन्ड लेभलमा भनेर फङ्सनल लेभल स्ट्राटेजी बन्छ होइन। डे टु डे कति पोस्ट हाल्ने फेसबुकमा, कति टिकटकमा हाल्ने, यो सबै पनि त स्ट्राटेजी चाहियो नि त। सो त्यो लेभलको स्ट्राटेजी चाहिँ फङ्सनल लेभल स्ट्राटेजी भयो। सो यसरी तीनटा टाइपका स्ट्राटेजी हुन्छन्, तीनटा लेभल अफ स्ट्राटेजी हुन्छन्। तर आजको भागमा या तपाईँको एन्टायर कोर्स या सिलेबसमा दुईटा लेभल अफ स्ट्राटेजी चाहिँ डिस्कसन गर्नुपर्छ। अस्ति लेभल अफ स्ट्राटेजी त छुट्टै भयो, स्ट्राटेजी फर्मुलेसन भित्र हामी दुईटा स्ट्राटेजीलाई डिस्कसन गर्नेछौँ। एउटा कर्पोरेट लेभल स्ट्राटेजी हेर्नेछौँ है त, कर्पोरेट लेभल स्ट्राटेजी। सो कर्पोरेट लेभल स्ट्राटेजी जब पनि हामी हेर्छौँ के कुरा बुझ्नु पर्यो भने कर्पोरेट लेभल स्ट्राटेजीमा
चारवटा मेजर स्ट्राटेजी हुन्छन्। एउटालाई स्टेबिलिटी भन्छ, अर्कोलाई ग्रोथ एन्ड एक्सपान्सन भन्छ, अर्कोलाई रिट्रेन्चमेन्ट भन्छ, र अर्को चाहिँ के हो, कम्बिनेसन। अगेन आइ एम रिपिटिङ, कति टाइपको हुने रहेछ कर्पोरेट लेभल स्ट्राटेजी? कर्पोरेट लेभल स्ट्राटेजी कति हुने रहेछ भन्दाखेरि 4 टाइप्स। सो के हुने रहेछ? एउटा स्टेबिलिटी, स्टेबिलिटी स्ट्राटेजी हुने रहेछ। दोस्रो ग्रोथ और एक्सपान्सन हुने रहेछ, ग्रोथ और एक्सपान्सन। थर्ड रिट्रेसमेन्ट है, सो रिट्रेसमेन्ट स्ट्राटेजी हुने रहेछ। फोर्थ कम्बिनेसन। अब यसलाई एक एक गरेर बुझौँ है त, यही छ डायग्राममै सबै कुराहरू छ, ध्यान दिएर हेर्ने। सो सबभन्दा पहिला आउँछ स्टेबिलिटी स्ट्राटेजी। यो एकदम सजिलो स्ट्राटेजी छ, यसमा धेरै मेहनत गर्नु पर्दैन। यहाँबाट तपाईँले देखि पनि हाल्नुभयो, यसका ब्रान्चेसहरू कहीँ पनि छैनन्। सो यो स्ट्राटेजी भनेको त एकदमै राम्रो किन हो भन्दाखेरि भेरी सिम्पल, कि बिजनेस म्याच्योर स्टेजमा पुगिसकेको छ। सो तपाईँको जुन बिजनेस छ त्यो बिजनेस म्याच्योर स्टेजमा छ। अब जुन कर्पोरेटहरू छन् या डिरेक्टरहरू छन्, सेयर होल्डरहरू छन्, दे आर ह्याप्पी विथ वाट दे आर गेटिङ। तिनीहरूलाई इन्क्रिमेन्टल ग्रोथ भए पुग्छ, इच एन्ड एभ्री टाइम जति आइरहेको छ ठिक छ। सो जुन एफोर्ट उनीहरूले लगाइरहेको छ त्यो एफोर्ट नै लगाइराख्छ। यस्तो केसमा त्यस्तो स्ट्राटेजीलाई स्टेबिलिटी स्ट्राटेजी भनेर भन्छ। सो फर इक्जाम्पल ब्याङ्क तथा वित्तीय संस्थाहरू जति छन् यिनीहरू लगभग म्याच्योर स्टेजमा पुगिसकेका छन् नेपालको कन्टेक्स्टमा, र यिनीहरूलाई चाहिँ के छ भन्दाखेरि त्यो बिजनेसलाई स्टेबल फर्ममा नै लगेर जानु पर्यो भने त्यो स्ट्राटेजीलाई के भन्छ? स्टेबिलिटी स्ट्राटेजी भनिन्छ। सो यो मेजर कुन बिजनेसहरूलाई हुन्छ? जुन म्याच्योर लेभलका बिजनेस हुन्छन्, जहाँ नो रिस्क, कुनै रिस्क लिनु छैन भन्ने हुन्छ, जहाँ कन्स्टेन्ट रिटर्नहरू चाहिएको हुन्छ, एकदमै हाई रिटर्न पनि चाहिएको छैन, कन्स्टेन्ट रिटर्नहरू चाहिएको छ होइन। त्यस्तो टाइममा चाहिँ बेसिकली जुन स्ट्राटेजीको प्रयोग गरिन्छ त्यसलाई स्टेबिलिटी स्ट्राटेजी भनिन्छ। तर यदि ग्रोथ चाहियो या एक्सपान्सन चाहियो भने के गर्ने त? सो एउटा अर्को टाइपको स्ट्राटेजी के हो कर्पोरेट लेभलमा? यो त 1 पढ्यौँ हामीले स्टेबिलिटी। 2मा, सेकेन्डमा होइन, हामीलाई स्टेबल हुनु छैन, हामीलाई ग्रोथ चाहियो, ग्रोथ। अब हेर्नुहोस् है, फर इक्जाम्पल उमेर अनुसार पनि त हुन्छ। लेट्स से तपाईँ 50sमा पुग्नुभयो या 40sमा हुनुहुन्छ भने नाउ लाइफमा तपाईँलाई स्टेबिलिटी, तपाईँले कुन टाइपको स्ट्राटेजी लिनुहुन्छ? स्टेबिलिटी। अब तपाईँलाई धेरै ग्रो पनि गर्नु छैन 50s 60sमा, अब तपाईँलाई एउटा स्टेबल लाइफ चाहिएको छ भने यो म्याच्योर भएको हो नि त। सो वेन पिपल आर म्याच्योर, चाहे अर्गनाइजेसन पिपल म्याच्योर हुन्छन्, त्यो बेला दे युजली गो फर अ स्टेबिलिटी स्ट्राटेजी तर्फ जान्छन्। तर यङ छन् भने, भर्खर यङ उमेर छ, 20-25 वर्षको उमेर छ भने, नाउ भर्खर स्टार्टिङ हुँदैछ भने के होला त? त्यो बेला पिपल वान्ट टु ग्रो इन देयर लाइफ होइन। सो त्यो बेला दे विल फलो द ग्रोथ स्ट्राटेजी। सेम कुरा कम्पनीको लागि पनि हो। इफ द कम्पनीज आर न्यू अर द कम्पनीले अब एउटा लेभलमा ग्रो गर्न खोजिरहेको छ भने त्यो केसमा दे विल गो फर अ एक्सपान्सन स्ट्राटेजी या ग्रोथ स्ट्राटेजी। अब त्यो ग्रोथ जुन छ त्यो ग्रोथ दुईटा टाइपमा अचिभ गर्न सकिन्छ, दुईटा वेमा भन्न सकिन्छ। एउटा इन्टरनल हुन सक्छ, इन्टरनल, र अर्को के हुन सक्छ त? एक्सटर्नल हुन सक्छ। अब ग्रोथ कति हुने रहेछ, कति टाइपमा हुने रहेछ भन्दाखेरि इन्टरनल ग्रोथ पनि गर्न मिल्ने रहेछ र एक्सटर्नल ग्रोथ पनि मिल्ने रहेछ। जब हामी इन्टरनलको कुरा गर्छौँ, इन्टरनलमा पनि दुईटा वेमा गर्न मिल्ने रहेछ। एउटा इन्टेन्सिफिकेसन, इन्टेन्सिफिकेसनबाट है, फिकेसन हो यो, अलिकति छुटिरहेको छ। अर्को डाइभर्सिफिकेसन है। सो इन्टेन्सिफिकेसन र अर्को के हुने रहेछ? डाइभर्सिफिकेसन। पहिला इन्टरनल ग्रोथको कन्सेप्ट बुझौँ। सो यसले के भन्छ भने, ओके फाइन, जुन बिजनेसमा हामी छौँ त्यही बिजनेसमा के गर्नु पर्यो त? ग्रो गर्नु पर्यो भन्न खोजेको हो है त। यहाँ के हुँदैछ? हामी जुन बिजनेसमा छौँ त्यही बिजनेसलाई अब ग्रो गर्नु पर्यो। कसरी भन्दाखेरि इन्टेन्सिफाई गरेर जानु पर्यो, इन्टेन्सिफिकेसन भनेको है। अब यसमा के हुन्छ भन्दाखेरि मार्केट पेनिट्रेसन। अब यसको निमित्त एउटा म तपाईँलाई सबभन्दा पहिला एन्सल्फ म्याट्रिक्स बुझाउने ट्राई गर्छु। सो एउटा महाशय हुनुहुन्थ्यो एन्सल्फ भन्ने, उहाँले एन्सल्फले के गर्नुभयो भने एउटा म्याट्रिक्स बनाउनु भयो। उहाँले के भन्नुभयो भने स्ट्राटेजी बनाउनु छ भने, स्ट्राटेजी तिमीहरूले कसरी स्ट्राटेजी बनाउनु भने दुईटा डाइमेन्सनका आधारमा बनाउनु, दुईटा डाइमेन्सनका आधारमा। एउटा मार्केट र अर्को प्रोडक्ट, अर्को प्रोडक्ट। यदि तिमीहरूको प्रोडक्ट एक्जिस्टिङ हो र तिमीहरू मार्केट पनि एक्जिस्टिङ मार्केटमा छौ भने त्यो केसमा मार्केट पेनिट्रेसन गर्नुपर्छ। वाट सुड बी द स्ट्राटेजी? मार्केट पेनिट्रेसन। यो भने के हो? फर इक्जाम्पल है त,
के भइरहेको छ भने यो यही हो है इन्टेन्सिफिकेसन जुन भन्दैछौँ यहाँ, नहराउनु होला फेरि। इन्टेन्सिफिकेसन भनेकै एन्स अफ म्याट्रिक्स हो, यसरी बुझिदिनु होला है त। सो यहाँ के भइरहेको छ भने एन्सफले के भन्नुभएको छ भने, सो यदि तपाईँको प्रोडक्ट पनि एक्जिस्टिङ छ, तपाईँ मार्केट पनि एक्जिस्टिङमा हुनुहुन्छ भने त्यो केसमा यु डु नट ह्याभ अप्सन, तपाईँले मार्केट पेनिट्रेसन गर्नै पर्छ। यसलाई उदाहरणबाट बुझ्ने ट्राई गरौँ। ओके, सो टुथपेस्ट इन्डस्ट्री छ, टुथपेस्ट जहाँ तपाईँका टुथपेस्टहरू त अलरेडी छन् नि होइन, मार्केटमा छन् कि छैनन्। सो टुथपेस्ट प्रोडक्ट नयाँ हो र अब तपाईँ एउटा टुथपेस्ट लिएर आउनुभयो यो मार्केटमा, के लिएर आउनुभयो, नयाँ टुथपेस्ट तपाईँको ब्रान्डको लिएर आउनुभयो। अब मलाई भन्नुहोस् त, इज इट अ न्यू प्रोडक्ट? नो, इट इज ओल्ड प्रोडक्ट। किनकि एक्जिस्टिङ प्रोडक्ट हो नि, यो मार्केटमा अलरेडी टुथपेस्ट छ कि छैन? छ। तपाईँले कुन चाहिँ के लिएर आउनु भएको छ? तपाईँ पनि टुथपेस्ट लिएर आउनु भएको छ एक्जिस्टिङ मार्केटमा, मार्केट पनि एक्जिस्टिङ हो, तपाईँको प्रोडक्ट पनि के हो, अलरेडी त्यो मार्केटमा भएकै प्रोडक्ट हो, एक्जिस्टिङ। सो यो केसमा यदि तपाईँले यसलाई जित्नु छ भने, ग्रो गर्नु छ भने यो मार्केटमा के गर्नु पर्यो भन्दाखेरि यसलाई नै भन्छ मार्केट पेनिट्रेसन गर्नु। सो अब के गर्नु पर्यो, एक किन्दा एक सित्तैमा होइन, एकदम एग्रेसिभ मार्केटिङ गर्नु पर्यो के। सो यति अफ यो टुथपेस्ट किन्यो भने ब्रस सित्तैमा, यस्तो टाइपको जुन तपाईँको के गर्नुहुन्छ, मार्केटिङ गर्नुहुन्छ, पेनिट्रेट गर्दै हुनुहुन्छ के मार्केटलाई। अलराइट, सो यसलाई भन्छ मार्केट पेनिट्रेसन स्ट्राटेजी। यदि तपाईँले यहाँ ग्रो गर्नु छ भने यस्तो केसमा तपाईँले मार्केट पेनिट्रेसन गर्नुपर्छ भनेको अर्थात् अफ दिने, डिस्काउन्ट दिने, अफर दिने होइन, कम्बो दिने, त्यो सबै टाइपको स्ट्राटेजीलाई मार्केट पेनिट्रेसन भन्छ। सो कुन केसमा ग्रो गर्नु छ तर तपाईँको प्रोडक्ट पनि एक्जिस्टिङ हो र मार्केट पनि के हो त, एक्जिस्टिङ हो, यसरी बुझ्नु पर्यो है त। अब यदि तपाईँको प्रोडक्ट त एक्जिस्टिङ हो, टुथपेस्ट त तपाईँको हो होइन, तर तपाईँ अब नयाँ मार्केटमा जानुभयो, लेट्स से यस्तो ठाउँमा जानुभयो जहाँ तपाईँको के छ, कोही पनि मान्छे टुथपेस्ट युज गर्दैन, अहिलेसम्म उनीहरूले हर्ब युज गरिरहेछ होइन, घरमा गाउँ घरमा कहाँदेखि खोजेर उनीहरूले हर्बहरू युज गरिरहेको छ, पातहरू युज गरिरहेको छ। सो टुथपेस्ट भनेको तपाईँको लागि एक्जिस्टिङ प्रोडक्ट हो कि होइन, तपाईँको एक्जिस्टिङ प्रोडक्ट हो। तर तपाईँ कुन ठाउँमा जानुभयो भने नयाँ मार्केटमा जानुभयो जहाँ टुथपेस्ट छैनन्। अब के हुन्छ त भन्दाखेरि तपाईँले त्यो ठाउँमा गएर मार्केट डेभलपमेन्ट गर्नु पर्यो, बुझ्नुभयो। सो त्यहाँ गएर मान्छेहरूलाई भन्नु पर्यो कि टुथपेस्ट युज गर्नु पर्यो होइन। सो त्यो ठाउँमा मार्केट डेभलप गर्नुसम्म ए टुथपेस्टको यति फाइदा हुन्छ होइन, यसरी टुथपेस्ट बनेको हुन्छ, त्यहाँ गएर पिपललाई अवेर गराउनुहोस्। म बारम्बार यसमा एउटा इक्जाम्पल दिइरहेको थिएँ, बाटा कम्पनी नेपाल इन्डियामा आउने बेला इन्डियामा धेरै मान्छेले स्लिपर लगाउँथेन है, स्लिपर लगाउँथेन। सोच्नुहोस्, बाटा कम्पनी आयो, चप्पल भन्ने कुरा त, स्लिपर भन्ने कुरा त एक्जिस्टिङ प्रोडक्ट हो संसारका लागि, तर कहाँ आयो, एउटा नयाँ मार्केटमा आयो इन्डियामा जहाँ चप्पल लगाउँदैनन् मान्छेहरू। सो त्यहाँ आएर मान्छेहरूलाई अवेर गरायो कि चप्पलले यति धेरै फाइदा हुन्छ भनेर। सो मार्केट डेभलप गर्यो के का लागि भन्दाखेरि स्लिपरका लागि। सो यसरी पनि ग्रो गर्न सकिन्छ आफ्नो प्रोडक्टहरू, बुझ्नुभयो, आफ्नो मार्केट यसरी पनि ग्रो गर्न सकिन्छ। तर स्ट्राटेजी फरक हो। अब यहाँ तपाईँले एक चप्पल किने एक फ्री भनेर तपाईँले स्ट्राटेजी लगायो भने बिग्छ त चप्पल? नो, पिपलले त चप्पलै लगाउँदैन नि, एक चप्पल किने एक फ्री भनेर थोरै लगाउँछ त। त्यहाँ गएर तपाईँले के गर्नु पर्यो, मार्केट डेभलप गर्नु पर्यो, पिपललाई अवेर गराउनु पर्यो कि चप्पल लगाए के फाइदा हुन्छ होइन, यो सबै कुराहरू गर्यो भने मात्रै तपाईँको चप्पल बिक्री हुन्छ। सो हरेक टाइम सेम स्ट्राटेजी काम लाग्दैनन्। थर्ड हेर्नुहोस् त्यसपछि के भइरहेको छ। अब अर्को भन्छ प्रोडक्ट डेभलपमेन्ट। यदि तपाईँ कहाँ हुनुहुन्छ भन्दाखेरि एक्जिस्टिङ मार्केटमा हुनुहुन्छ, तर तपाईँले के नयाँ प्रोडक्ट लिएर आउनुभयो, फर इक्जाम्पल उदाहरणका निमित्त एउटा हेर्नुहोस् है त। सो तपाईँ कहाँ आउनुभयो भन्दाखेरि एउटा एक्जिस्टिङ मार्केटमा हुनुहुन्छ, यो मार्केट तपाईँकै हो पहिलादेखि। अब के गर्दै हुनुहुन्छ, तपाईँ एउटा नयाँ प्रोडक्ट लिएर आउनुभयो, तपाईँको प्रोडक्ट के छ त नयाँ भन्दाखेरि, ल मानौँ सिजीले अलरेडी वाइ वाइ बनाइरहेको थियो, अब सिजीले चिप्स लिएर आयो या कोक जस्तै एउटा ड्रिङ्क लिएर आयो भने यो केसमा के गर्नु पर्यो त भन्दाखेरि, यो केसमा सिजी भनेर त सबैलाई थाहा छ कि थाहा छैन? थाहा छ। यो केसमा के गर्नु पर्यो भने यो जुन ड्रिङ्क छ, यो जुन कोल्ड ड्रिङ्क बनाएको छ, यो प्रोडक्टलाई चाहिँ एकदम हाई डेभलपमेन्ट गर्नु पर्यो। किन भन्दाखेरि सिजीको अलरेडी एउटा ब्रान्ड छ,
अब त्यो एक्सपेक्टेसन अनुसार त त्यो सामान बनाउनु पर्यो नि त। सो त्यही भएर के गर्नु पर्यो भनेपछि प्रोडक्ट डेभलपमेन्टमा ध्यान दिनुपर्छ। एकचोटि तपाईँको सामान किनेर छिछि यो त बेकार रहेछ भनेर फालिदियो भने त बर्बाद हुन्छ। त्यही भएर के गर्नु पर्यो भने त्यो केसमा चाहिँ अब ध्यान जति राम्रो प्रोडक्ट बनाउनमा जानु पर्यो भन्ने स्ट्राटेजी हो। सो यदि तपाईँको प्रोडक्ट बेस्ट निस्क्यो भने तपाईँले मजाले के गर्न सक्नुहुन्छ त अब त्यो प्रोडक्ट त्यो मार्केट क्याप्चर गर्न सक्नुहुन्छ भन्छ। अब तपाईँले नयाँ प्रोडक्ट पनि ल्याउनु भयो रे, नयाँ मार्केटमा पनि पुग्नुहुन्छ भने त्यो केसमा तपाईँले आफ्नो डाइभर्सिफाई गर्नुपर्छ बिजनेस। भन्न खोजेको के हो भने मल्टिपल प्रोडक्टहरू ल्याउनु पर्छ भनेर भनेको छ। सो यसलाई भन्छ एन्सप म्याट्रिक्स। अब लास्ट चोटि हेर्नुहोस् त एन्सप म्याट्रिक्स कुन दुईटा डाइमेन्सनमा बनेको छ? एउटा प्रोडक्ट डाइमेन्सन छ र अर्को के डाइमेन्सन रहेछ? मार्केट। एक्जिस्टिङ प्रोडक्ट र एक्जिस्टिङ मार्केट भयो भने मैले कोलगेट पेप्सोडेन्टको इक्जाम्पल दिएको छु, त्यो केसमा मार्केट पेनिट्रेसन। त्यही भएर उनीहरूले यति अफ योसँग यो कम्बो होइन यस्ता यस्ता अफरहरू ल्याइरहेको छ भने त्यो मार्केट पेनिट्रेट गरेको हो। एक्जिस्टिङ प्रोडक्ट छ तर नयाँ मार्केटमा गयो भने अब अवेरनेस क्याम्पेनहरू देख्नुहुन्छ तपाईँले, त्यहाँ गएर आफ्नो ब्रान्डको एडभर्टाइजमेन्ट गर्ने, त्यहाँ गएर पिपललाई अवेर गर्ने, त्यो भनेको के हो? मार्केट बनाउन खोजिरहेका छौँ। अब यदि प्रोडक्ट त नयाँ हो तर एक्जिस्टिङ मार्केटमा जाँदैछ भने अब प्रोडक्टमा ध्यान दिनुपर्छ। त्यही भएर तपाईँले एडभर्टाइजमेन्ट देख्नुहुन्छ कि यो सेन्सोडाइन बनाउँदाखेरि यो रिसर्चबाट जान्छ, यसरी जान्छ होइन, कति धेरै प्रोडक्ट बनाएको देखाइन्छ नि त। सो प्रोडक्ट राम्रो बनाउनमा ध्यान दिनुपर्छ यस्तो केसमा ग्रोथ चाहियो भने। र यदि तपाईँ नयाँ मार्केट र नयाँ प्रोडक्ट लिएर जाँदै हुनुहुन्छ भने त्यो केसमा चाहिँ डाइभर्सिफिकेसन अर्थात् मल्टिपल प्रोडक्टहरूमा जानुपर्छ भन्छ। सो यसरी चाहिँ के हुन सक्छ त? इन्टेन्सिफिकेसन हुन सक्छ। सो इन्टेन्सिफिकेसन भन्ने बित्तिकै तपाईँले एन्सप म्याट्रिक्स भनेर बुझ्नुपर्छ है त। सो इन्टेन्सिफिकेसन भने के हो भन्दाखेरि एन्सप म्याट्रिक्स भनेर बुझिदिनु होला। अलराइट, मार्केट पेनिट्रेसन, मार्केट डेभलपमेन्ट, प्रोडक्ट डेभलपमेन्ट सबै कुराहरू पर्छ। अब जब डाइभर्सिफिकेसन आउँछ यो इन्टरनल ग्रोथ कसरी गर्ने? एन्सप म्याट्रिक्सबाट गर्ने। इन्टेन्सिफिकेसन मात्र होइन, इन्टरनल ग्रोथ भन्ने बित्तिकै तपाईँले एन्सप म्याट्रिक्स भन्दा बुझ्दा हुन्छ। सो यो तिनवटा त यहीँ परिहाल्यो। लास्टमा अर्को के छ? डाइभर्सिफिकेसन। अब डाइभर्सिफिकेसन के हुन सक्छ त भन्दाखेरि तपाईँको भर्टिकल हुन सक्छ, होराइजेन्टल हुन सक्छ, कोसको कन्सेन्ट्रिक हुन सक्छ, कङ्ग्लोमेरेट हुन सक्छ। जस्तै भर्टिकल यसरी हेर्नुहोस्, भर्टिकल भनेको यस्तो, तपाईँ अहिले डिस्ट्रिब्युटर होलसेलर हुनुहुन्छ होइन, यहाँ छ रिटेलर, यहाँ छ म्यानुफ्याक्चरर। सो अब तपाईँले के गर्न सक्नुहुन्छ डाइभर्सिफिकेसनको बेला? तपाईँ यहाँदेखि यता पनि पुग्न सक्नुहुन्छ, यतादेखि होइन म त यहाँदेखि यहाँ पनि जान सक्छु भन्ने हुन सक्छ। सो भर्टिकल इन्टिग्रेसनमा ब्याकवार्ड पनि हुन सक्छ एन्ड फरवार्ड पनि हुन सक्छ। ठिक छ। सो तपाईँ एउटा होलसेलर हुनुहुन्थ्यो, तपाईँ म्यानुफ्याक्चरिङ पनि स्टार्ट गर्दा हुन्छ या त तपाईँ रिटेलिङ गर्दा नि हुन्छ। तपाईँ चाउचाउको लमानम होलसेलर हो रे, अब तपाईँ चाउचाउ नै बनाउन पनि जानुहोस्, त्यो पनि डाइभर्सिफिकेसन हो। या त तपाईँ अब के गर्दा जाँदै हुनुहुन्छ? रिटेल बेच्न जाँदै हुनुहुन्छ होइन, रिटेल आफ्नै सेन्टर स्टोरहरू खोलेर पनि जान सक्नुहुन्छ। त्यसलाई के भन्छौँ त? डाइभर्सिफिकेसन थ्रु भर्टिकल। भर्टिकलमा पनि ब्याकवार्ड एन्ड फरवार्ड। अब अर्को टाइपको डाइभर्सिफिकेसन के हुन्छ त भन्दाखेरि होराइजेन्टल डाइभर्सिफिकेसनमा पनि हुन सक्छ। होरिजेन्टल डाइभर्सिफिकेसन भनेको यहाँ तपाईँ फुड इन्डस्ट्रीमा त हुनुहुन्छ तपाईँ। सो यहाँ के गर्दै हुनुहुन्छ भने तपाईँ यहाँ अहिलेसम्म के गर्दै हुनुहुन्थ्यो? नुडल बेच्दै हुनुहुन्थ्यो। अब तपाईँले के गर्नुभयो थाहा छ? नुडलको ठाउँमा अब यहाँ चिप्स पनि बनाउनु भयो, अब तपाईँले यहाँ अर्को कुरा पनि बनाउनु भयो भने यसलाई भनिन्छ तपाईँको होरिजेन्टल डाइभर्सिफिकेसन। हुन त फुड इन्डस्ट्रीमै छौँ, फुड इन्डस्ट्रीबाट बाहिर गएको छैनौँ, तर अब के गर्दैछौँ त? फुड इन्डस्ट्रीमा हामी नुडल जस्तै सिमिलर प्रोडक्टहरू बनाउन खोजिरहेका छौँ भने यसलाई के भन्छौँ हामी? होरिजेन्टल डाइभर्सिफिकेसन। ठिक छ। अर्को टाइपको डाइभर्सिफिकेसन हुन्छ कन्सेन्ट्रिक। कन्सेन्ट्रिक डाइभर्सिफिकेसनमा के हुन्छ भनेपछि प्रोडक्ट त अलग बनेको कम्प्लिटली तर रिलेटेड हुन्छ के। जस्तै चाउचाउसँग कोक धेरै खाइन्छ भने, कोल्ड ड्रिङ्क धेरै चाहिन्छ भने चाउचाउ बनाउँदै हुनुहुन्थ्यो, अब तपाईँ कोल्ड ड्रिङ्कमा पुग्नुभयो भने सो यो कन्सेन्ट्रिक भयो यदि यो रिलेटेड हो भने है। यदि होइन भने त परेन। तर यदि हो भने चाउचाउसँग यदि कोक धेरै खान्छन् मान्छेले भने अब चाउचाउमा हुनुहुन्थ्यो, तपाईँ अब कोल्ड ड्रिङ्क बनाउनु थाल्नुभयो भने यसलाई कोसेन्ट्रिक कन्सेन्ट्रिक डाइभर्सिफिकेसन भन्छ। कन्सेन्ट्रिक डाइभर्सिफिकेसन। सो बेसिकली रिलेटेड प्रोडक्टहरू बनाउने हो। एक प्रोडक्ट तपाईँले जस्तै फर इक्जाम्पल पेन बनाउँदै हुनुहुन्थ्यो, अब तपाईँले इङ्क बनाउनु भयो अरे,
होइन। सो यहाँ त रिलेटेड छ नि होइन, यसरी डाइभर्सिफाई। तपाईँले अहिलेसम्म भेहिकल बेच्दै हुनुहुन्थ्यो, अब तपाईँले पेट्रोल पम्पमा पनि आउनुभयो। कन्सेन्ट्रिक डाइभर्सिफिकेसन, बिजनेस त अलग अलग हो तर रिलेटेड छ भन्न खोजेको हो है। अब अर्को छ कङ्ग्लोमेरिट। कङ्ग्लोमेरिट भनेको कम्प्लिटली अनरिलेटेड डाइभर्सिफिकेसन पनि हुन सक्छ। अनरिलेटेड, तपाईँ सिमेन्ट इन्डस्ट्रीमा हुनुहुन्थ्यो, तपाईँ सिधै हस्पिटलमा हस्पिटल खोलेर बस्नुभयो। तपाईँ हस्पिटलमा हुनुहुन्थ्यो, तपाईँले सिधै के गर्नुभयो, क्लोदिङ इन्डस्ट्रीमा जानुभयो भने सो यो पनि अलग अलग बिजनेस त खोल्नु भएको हो नि त। यहाँ एकतिर हस्पिटल चलाउँदै हुनुहुन्छ, अर्कोतिर सिमेन्ट इन्डस्ट्री, अर्कोतिर क्लोदिङ इन्डस्ट्री, अर्कोतिर मेन पावर इन्डस्ट्री चलाउँदै हुनुहुन्छ भने यस्तो टाइपको डाइभर्सिफिकेसनलाई कङ्ग्लोमेरेट डाइभर्सिफिकेसन भन्छ। यति कुरा चाहिँ तपाईँले बुझिदिनु पर्ने भयो। अलराइट, सो के रहेछ भन्दाखेरि अब हेर्नुहोस् है त। सो हामी कहाँ थियौँ भन्दाखेरि हामी थियौँ सेकेन्ड स्ट्राटेजीमा। वाट इज द सेकेन्ड स्ट्राटेजी भन्दाखेरि एक्सपान्सन या ग्रोथ है। अब यहाँ ध्यान दिनुहोस्। सो यो कुन स्ट्राटेजीको कुरा गर्दैछौँ हामी, वी आर टकिङ अबाउट कर्पोरेट स्ट्राटेजी। कर्पोरेट स्ट्राटेजी कति टाइपका हुन्छन्, 4 टाइपका हुन्छन्। फर्स्ट के हो, स्टेबिलिटी। स्टेबिलिटी त बडा सजिलो थियो, यसमा त केही गर्दैनन्। कम्पनी बिजनेसहरू अलरेडी म्याच्योर स्टेजमा हुन्छन्, उनीहरूले जति एफोर्ट लगाइरहेको छ त्यही एफोर्ट लगाइराख्छन्, उनीहरू कुनै पनि रिस्क लिन चाहँदैनन् भने त्यो स्टेबिलिटी स्ट्राटेजी हो। दोस्रो स्ट्राटेजीको नाम के हो भन्दाखेरि ग्रोथ अर एक्सपान्सन भनेर भनेका थियौँ। ग्रोथ गर्ने दुईटा तरिका हुन सक्छ, एउटा इन्टरनली ग्रोथ गर्न सकिन्छ र अर्को एक्सटर्नली ग्रोथ गर्न सकिन्छ। इन्टरनलमा पनि फर्दर दुईटा छ, तर पनि तपाईँले इन्टरनल ग्रोथ भन्ने बित्तिकै एन्सप मेट्रिक्स बुझ्दा हुन्छ। एन्सप मेट्रिक्स जुन भनेका थियौँ त्यसमा 4वटा स्ट्राटेजीको प्रयोग गरेको थियो। एउटा मार्केट पेनिट्रेसन, अर्को मार्केट डेभलपमेन्ट, अर्को प्रोडक्ट डेभलपमेन्ट र अर्को डाइभर्सिफिकेसन। सो यसरी 4वटा स्ट्राटेजीको बारेमा हामीले डिस्कसन गर्छौँ। इन्टरनल ग्रोथ कसरी अचिभ गर्न सकिन्छ भनेर एन्सप म्याट्रिक्सले अलरेडी भनिदिइसकेको छ। त्यही स्ट्राटेजी हो है, त्यही हो यो। इन्टरनल ग्रोथ कसरी अचिभ गर्ने भन्दाखेरि एन्सप म्याट्रिक्सलाई सम्झे हुन्छ, मैले अघि एक्सप्लेन गरिदिइसकेको छु। डाइभर्सिफिकेसनका पनि थुप्रै टाइपहरू हुन सक्छन्, त्यो मात्रै देखाएको हो। भर्टिकल हुन सक्छ, होरिजेन्टल हुन सक्छ, कन्सेन्ट्रिक हुन सक्छ या कङ्ग्लोमेरेट हुन सक्छ, कम्प्लिटली अनरिलेटेड। यो त इन्टरनल ग्रोथ गर्ने स्ट्राटेजी थियो। अब एक्सटर्नल ग्रोथ गर्नु पर्यो भने के हुन सक्छ भन्दाखेरि एक्सटर्नल ग्रोथका पनि टेक्निकहरू छन्। जस्तै एउटा भनेको छ मर्जर। सो अब हेर्नुहोस् है, मर्जर भनेको के हो भन्दाखेरि दुईटा बराबर टाइपका कम्पनीहरू, ए भन्ने पनि एउटा कम्पनी छ, बी भन्ने पनि अर्को कम्पनी छ, एन्ड दे बोथ आर इक्वल छन् पावरमा भने उनीहरू अब दुईटा मिलेर एउटा सी कम्पनी खोल्छन् होइन। मर्ज दुइटै मिक्स भएर एउटा पावरफुल थर्ड कम्पनी खोल्छन्, आफै मर्ज हुन्छन्। ए प्लस बी इक्वल्स टु के भयो, सी भयो। सो अब दुइटै हराउँछन्, विलय हुन्छन् र एउटा नयाँ कम्पनी खुल्छ भने यो प्रोसेसलाई मर्जर भन्छौँ। सो यहाँ के छ भन्दाखेरि दुइटै इक्वल पावरका छन्, यसरी पनि ग्रो त भयो नि त। हेर्नुहोस् त, ए को क्यापिटल 10 बिलियन थियो, 10 अर्ब थियो, बी को पनि क्यापिटल 10 बिलियन थियो। अब टोटल दुइटै मेर्ज भएर कति भयो, 20 बिलियन। ग्रो भयो कि भएन, भयो। सो यसरी पनि ग्रो त हुन पायो। सो यो प्रोसेसलाई भन्छ मर्जर। यसरी पनि कम्पनीहरू ग्रो हुन सक्छन्। अब हेर्नुहोस् त, एउटा ब्याङ्क छन् जसका 40वटा ब्रान्च छन्, अर्को ब्याङ्क छन् जसका 40वटा उसको पनि ब्रान्च छन्। अब टोटल दुइटै मर्ज भयो भने त देशभरिमा उनीहरूको कति ब्रान्च भयो, 80 ब्रान्च। ग्रो भयो कि भएन, भयो। तर आफै ग्रो भएको हो र होइन, अर्कोलाई लिएर ग्रो भएको हो नि त, त्यसलाई एक्सटर्नल ग्रोथ भनेको है त। सो यसरी कुरा बुझिदिनु पर्यो। अर्को टेक्निक हुन सक्छ एक्विजिसन। मर्जर त बुझ्नुभयो, अर्को टेक्निक हो एक्विजिसन। सो एक्विजिसन भनेको के हो त भन्दाखेरि एउटा ए भन्ने ठुलो कम्पनी छ, उसले के देखिरहेको छ, यो ब्याङ्क हो, र अर्को चाहिँ एउटा माइक्रो फाइनान्स कम्पनी छ, फाइनान्स कम्पनी। सो उसले एउटा ब्याङ्कले यदि फाइनान्स कम्पनीलाई एक्वायर किन्यो, एउटा ठुलो कम्पनीले सानो कम्पनीलाई टेक ओभर गर्यो भने त्यसलाई भन्छौँ हामी एक्विजिसन। सो यसरी पनि त बढ्यो, एउटा फाइनान्सले के गरिरहेको छ भने 10वटा ब्रान्च खोलेर बसिरहेको छ रुरल एरियामा, तर त्यो रुरल एरियामा यो ब्याङ्क गएको छैन। अब यो ब्याङ्कले के गरिदिन सक्छ भने त्यो फाइनान्सलाई टेक ओभर गरेर त्यो 10वटा ब्रान्च त्यो ठाउँमा आफ्नो बनाउन सक्यो नि त, ग्रो त भयो होइन। यो ठाउँमा पुगेकै थिएन, जस्ट बिकज यसलाई एक्वायर गरेर त्यो ठाउँमा पुग्यो। सो तर यहाँ के भएको छ भन्दाखेरि अब नयाँ कम्पनी खुल्ने होइन, ए सर्भाइभ भयो, यो जुन फाइनान्स कम्पनी थियो त्यो हरायो अब, तर यो ब्याङ्क अझ रहिराख्यो। सो यसरी हुन्छ। अलराइट,
तर मर्जरमा के हुन्छ भन्दाखेरि दुइटै हराउँछन् र एउटा नयाँ एन्टिटी खुल्छ। तर एक्विजिसनमा जुन पावरफुल हुन्छ त्यो बच्छ, अर्को हराउँछ, त्यो हो एक्विजिसन। अलराइट, ओके। थर्ड भनेको के हो भन्दाखेरि स्ट्रेटेजिक अलायन्स गरेर पनि ग्रो गर्न सकिन्छ। वाट इज स्ट्रेटेजिक अलायन्स भन्दाखेरि दुईटा अलग अलग कम्पनीहरू मिलेर एउटा गोल अचिभ गर्नका निमित्त पनि काम गर्न सक्छन्। सो एउटा यो कम्पनी छ, एउटा यो कम्पनी छ। अब यिनीहरू के गरिरहेका छन् भने नयाँ यिनीहरू न त मर्ज भइरहेछन् न त एक्वायर भइरहेछन्। सो यो दुईटाले एग्रिमेन्ट गरेर एउटा कमन गोल अचिभ गर्नका निमित्त काम गर्न सक्छन्। सो यसरी पनि कम्पनीहरू के गर्न सक्छन् त ग्रो गर्न सक्छन्। होइन, ल मानौँ यो फाइनान्स कम्पनीले के भन्यो, म गर्दैन। जस्तै उदाहरणका निमित्त अहिले बेस्ट इक्जाम्पल तपाईँलाई ब्याङ्किङबाट दिने हो भने ब्याङ्क तथा ब्याङ्कले ए क्लास कमर्सियल ब्याङ्कले डी क्लास कमर्सियल ब्याङ्कलाई के दिन्छ त भन्दाखेरि ए क्लास कमर्सियल ब्याङ्कले आफ्नो कम्प्लिट कर्जाको जति लोन आउटस्ट्यान्डिङ छ त्यसको 5% डिप्राइभ सेक्टरमा ल्यान्डिङ गर्नुपर्छ। होइन, सो डिप्राइभ सेक्टरमा ल्यान्डिङ गर्नुपर्छ। तर ए क्लास कमर्सियल ब्याङ्कले डिप्राइभ सेक्टर ल्यान्डिङ गर्न सक्दैन। अब उसले के भन्छ डी क्लासलाई, लुक म तिमीलाई पैसा दिन्छु, तिमीले के गरिदिनु पर्यो भने डिप्राइभ सेक्टर ल्यान्डिङ गरिदिनु पर्यो भनेर भन्छन्। सो यहाँ दुइटैले एकअर्काको कमन गोल अचिभ गर्न खोजिरहेका हुन्छन्। यसलाई नै हामी के भन्छौँ त स्ट्रेटेजिक, एज अ स्ट्रेटेजिक अलायन्स मुभ हुन सक्छन्। अब कहिलेकाहीँ अरू दुई कम्पनीहरू यसरी मिलेर एउटा कमन गोल अचिभ गर्न खोजिरहेका छन् भने त्यो पनि के हुन सक्छ, अलायन्स बनाएर जान सक्छन्। यो कुरा चाहिँ तपाईँहरूले बुझिदिनु पर्यो। सो यसरी एक्सटर्नल ग्रोथ हुन सक्छ, आफै ग्रो भएको होइन। के गरेको त यिनीहरूले मिक्स भएर गइरहेका छन्। अलराइट, ओके। अब के हुन्छ त यसपछि के होला? ओके, सो हामीले के बुझ्यौँ भन्दाखेरि कति स्ट्राटेजीको डिस्कसन गर्यौँ। फर्स्टमा स्टेबिलिटी बुझ्यौँ, सेकेन्ड स्ट्राटेजी के पढ्यौँ भन्दाखेरि ग्रोथ स्ट्राटेजीको बारेमा पनि डिस्कसन गर्यौँ। ग्रोथ इन्टरनल पनि हुनसक्छ, ग्रोथ एक्सटर्नली पनि हुनसक्छ। इन्टरनलमा एन्सफ म्याट्रिक्सको बारेमा बुझ्यौँ, त्यो स्ट्राटेजीहरू बुझ्यौँ। एक्सटर्नल ग्रोथमा मर्जर, एक्विजिसन, स्ट्राटेजिक अलायन्सको बारेमा हामीले बुझेर गयौँ। अब गरौँ थर्ड स्ट्राटेजी, होइन, कर्पोरेटको थर्ड स्ट्राटेजी। सो कर्पोरेटको थर्ड स्ट्राटेजी के हो भन्दाखेरि रिट्रेन्चमेन्ट हो। अब रिट्रेन्चमेन्ट भनेको के हो भन्दाखेरि अब बिजनेस डिक्लाइन हुने स्ट्राटेजी हो। सो बिजनेसले के गरिरहेको छ, अब बिजनेस घटाउँदै गइरहेको छ है, ठिक छ। बिजनेसहरूलाई के गर्न खोजिरहेको छ, घटाउँदै गइरहेको छ, त्यसलाई भन्छ रिट्रेसमेन्ट। सो यहाँ एउटा के भयो, स्टेबल राख्ने, दोस्रो के भयो, ग्रो गर्ने, थर्डमा के गरिरहेका छौँ, बिजनेसलाई घटाउँदैछौँ। सो एउटा कम्पनीसँग 1000वटा पोर्टफोलियो थियो, यो पनि पोर्टफोलियो, उसले सिमेन्ट इन्डस्ट्री, हस्पिटल इन्डस्ट्री, होइन, एजुकेसन इन्डस्ट्री, क्लोदिङ इन्डस्ट्री, यसरी मल्टिपल इन्डस्ट्रीमा उसले काम गरिरहेको थियो। अब रिट्रेसमेन्ट इन्डस्ट्री भनेको के हो भन्दाखेरि सिम्पली उसले काहीँ न काहीँ के गरिरहेको छ, अब घटाइरहे, ए क्लोदिङमा घाटा लाग्यो, यो हटायो, यो हटायो, सो उसले डिक्लाइन गरिरहेको छ है। त्यस्तो स्ट्राटेजीलाई रिट्रेसमेन्ट भनिन्छ। रिट्रेसमेन्ट रिट्रेन्चमेन्ट गर्दाखेरि तीनटा स्ट्राटेजीको प्रयोग भएको हुनसक्छ। एउटालाई टर्न अराउन्ड भनिन्छ। टर्न अराउन्ड भनेको के हो भने कुन कुनमा घाटा लाग्दैछ, किन घाटा लाग्दैछ, त्यो घाटाहरूलाई कसरी प्रफिटमा कन्भर्ट गर्न सकिन्छ भनेर जाने हो। यसमा ग्रोथ पनि सोच्ने होइन, यहाँ स्टेबिलिटी पनि सोच्ने होइन। टर्न अराउन्ड भनेको एकचोटि हेर्ने हो कि, नामबाट नै हेर्नुहोस् न, टर्न अराउन्ड, एकछिन हेर्नुहोस्, समीक्षा गर्नुहोस्, रिभ्यू गर्नुहोस्, वाइ वी आर एट लस, सो त्यो हामी किन लसमा छौँ भनेर रिभ्यू गर्ने। अनि देन जे कारणले लसमा छौँ त्यो लसलाई सकेसम्म प्रफिटमा कन्भर्ट गर्न खोज्ने, त्यसलाई टर्न अराउन्ड स्ट्राटेजी भन्छ। डिभेस्ट, यो जुन इन्भेस्टमेन्ट भने जस्तै डाइभेस्टमेन्ट भन्ने छ, यो टी हराएको छ है। सो डाइभेस्टमेन्ट भनेको कुन स्ट्राटेजी भयो त भन्दाखेरि जुन जुन बिजनेसहरू घाटामा छन् त्यो सोल्ड आउट गरिदिने। अब टर्न अराउन्ड पनि नगर्ने, योलाई रिभर्स, घाटामालाई प्रफिटमा कन्भर्ट गर्न खोज्ने पनि नखोज्ने, जुन जुन घाटामा हुँदैछन् त्यसलाई सेल अफ गरिदिने, त्यो स्ट्राटेजीलाई के भन्छ, डाइभेस्टमेन्ट। लिक्विडेसन भनेको सकेसम्म सबै बिजनेसहरू सोल्ड आउट गरेर निस्किन खोज्ने स्ट्राटेजीलाई लिक्विडेसन स्ट्राटेजी भनिन्छ। अलराइट, सो यसरी चाहिँ हामी के बुझ्नु पर्यो भन्दाखेरि सामान्यतः रिट्रेसमेन्ट गर्ने तीनटा तरिका हुन सक्छ। एउटा टर्न अराउन्ड, के कारणले घाटा भएको त्यसलाई रिभर्स गरेर प्रफिट तर्फ लाने। डाइभेस्टमेन्टमा के गर्न सकिन्छ भन्दाखेरि घाटा भएका केही एसेट्सहरू बेचिदिने, सेल अफ गरिदिने, होइन। लिक्विडेसनमा चाहिँ कम्प्लिट बिजनेस नै आउट गर्न खोज्ने भनेको लिक्विडेसन स्ट्राटेजी हो। सो रिट्रेसमेन्टका पनि तीनटा पार्ट हुन सक्छन्।
अब लास्टमा कम्बिनेसन भनेको के हो भन्दाखेरि तपाईँले यो तीनैलाई मिक्स गरेर जुनसुकै पनि गर्यो भने त्यो कम्बिनेसन। फर इक्जाम्पल तपाईँले के गर्नुभयो भन्दाखेरि स्टेबिलिटी पनि अप्लाई गर्दै हुनुहुन्छ प्लस कति कतिखेर ग्रोथ पनि ल्याउँदै हुनुहुन्छ। सो यु अल्सो वान्ट स्टेबिलिटी प्लस ग्रोथ स्ट्राटेजी भने त्यसलाई कम्बिनेसन भन्न सकिन्छ। सो के को कम्बिनेसन गर्दै हुनुहुन्छ? स्टेबिलिटी प्लस ग्रोथ हो कि स्टेबिलिटी प्लस रिट्रेसमेन्ट हो कि के गर्दै हुनुहुन्छ? जस्तै धेरै ब्याङ्कहरूले स्टेबल त छन् तर उनीहरूले ग्रोथ पनि खोजिरहेका छन्। सो एट द टाइम दे आर अल्सो गोइङ फर मर्जर एन्ड एक्विजिसन, त्यो भनेको त ग्रोथ स्ट्राटेजी भयो। सो यो दुइटा पनि प्याकेज गरिरहेका छन् भने त्यो कम्बिनेसन स्ट्राटेजी भित्र पर्छ। यसरी कर्पोरेट लेभलका मेनली चारवटा स्ट्राटेजी हुन्छन् र यसमा पनि मैले तपाईँलाई एक एक गरेर डिटेलमा भनिदिइसकेको छु। सो यसमा केही प्रब्लम छ भने प्लिज लेट मी नो, अदरवाइज म अलिकति अगाडि बढ्छु। क्लियर छ यो? भेरी गुड। सो अब यहाँदेखि कन्फ्युज नहुने है त। सो कर्पोरेट लेभलका चारवटा स्ट्राटेजी हुन्छन्। अब कर्पोरेट लेभल सकाइसकेपछि हामी पुग्छौँ सिधै बिजनेस लेभल स्ट्राटेजी तर्फ। सो कर्पोरेट लेभलका स्ट्राटेजी बुझ्यौँ? भेरी गुड। कर्पोरेट लेभलका चार स्ट्राटेजी हुन्छन्। अब हामी पुग्छौँ बिजनेस लेभल स्ट्राटेजी। स्ट्राटेजीका तीनटा लेभल भनेको थियौँ कि थियौँ? सो अब पुग्छौँ बिजनेस लेभल स्ट्राटेजी। बिजनेस लेभल स्ट्राटेजी भने के हो? कुन बिजनेसमा हुने भनेर कसले डिसाइड गर्छ? कर्पोरेटले। हामी एयरलाइन इन्डस्ट्रीमा हुने कि नहुने कसले भन्छ? कर्पोरेटले। हामी हेल्थ इन्डस्ट्रीमा हुने कि नहुने भनेर कसले भन्छ? कर्पोरेटले। सो यो भनेको कर्पोरेट लेभल स्ट्राटेजी भयो। बिजनेस लेभल स्ट्राटेजी भनेको चाहिँ ल मानौँ तपाईँ होटल इन्डस्ट्रीमा आउनुभयो भने यो होटल इन्डस्ट्रीमा त हजारौं होटलहरू छन्, त्यो होटलहरूलाई कसरी जित्ने त? हाउ टु विन इन दिस बिजनेस भन्ने जुन स्ट्राटेजी हो त्यो बिजनेस लेभल स्ट्राटेजी हो। मानौ अब तपाईँ होटल इन्डस्ट्रीमा आउनुभयो अरे, कर्पोरेटले डिसाइड गर्यो होटल, होइन? अब कसरी जित्ने त भन्दाखेरि अब यसका निमित्त जुन स्ट्राटेजीहरू बनेका छन् त्यसलाई बिजनेस लेभल स्ट्राटेजी भन्छौँ। अलराइट। सो फङ्सनल लेभल त पढ्दैन हामीले, पढ्नु पर्ने हामीले के मात्र पढे पुग्यो? बिजनेस लेभल स्ट्राटेजी। अब बिजनेस लेभल स्ट्राटेजीमा पोर्टर्सले के गरेको छ? जेनेरिक स्ट्राटेजी भनेर दिएको छ बिजनेस लेभललाई है। सो उहाँले के भन्नुभएको छ भने ओके फाइन, अब तिमी यदि होटल इन्डस्ट्रीमा आयौ भने, कुन इन्डस्ट्रीमा आयौ? होटल इन्डस्ट्रीमा। अब तिमीले होटलहरू जित्नु छ, हजारौं होटलहरू छन् तिमीहरूकोमा, अब कसरी जित्छौ त त्यस्ता हजारौं होटलहरू भन्दाखेरि पोर्टर्सले भन्नुहुन्छ या त तिमीले कस्ट लिडरसिपमा जानुपर्छ। मतलब जति हजारौं होटलहरू छन् त्यो भन्दा तिमीहरू लो कस्ट हुनुपर्छ। सो यसले 800 रुपियाँमा दिइरहेको छ रुम, यसले 700मा दिइरहेको छ भने के तिमीहरू 600मा दिन सक्छौ त? तब तिमीहरू जित्न सक्छौ। हाउ टु विन इन होटल इन्डस्ट्री भन्दाखेरि कस्ट लिडरसिप गर्न सकिन्छ। यदि तिमी 600मा दिन रेडी छौ भने अगेन यो मार्केटमा तिमीहरू जित्न सक्छौ। तर होइन तिमी उसले 800मा उसले 700मा तिमी 900 हो भने यो केस अब डेन्जर हुन सक्छ, यो केसमा तिमी जित्न नसक्ने हुन सक्छौ। दोस्रो भनेको के हो भन्दाखेरि ल कस्ट त ठिकै छ, कस्ट सक्दैनौ भने अर्को काम गर, जसलाई पोर्टर्सले भनेको के हो? डिफ्रेन्सिएसन। सो के गर्न सक्छौ? युनिक कुरा गर। जस्तै एप्पल छ, एप्पलले ठिक छ उसले कस्ट लिडरसिप त छैन एप्पल, होइन? अरूले 50,000मा फोन दिन्छ, 70,000मा फोन दिन्छ, 30,000मा फोन दिन्छ। एप्पल 2 लाखको फोन भनेर आउँछ, कस्ट लिडरसिप त छैन, तर उसले अरू फोन भन्दा डिफ्रेन्ट फिचरहरू दिएको छ कि छैन? युनिक छ कि छैन? छ। सो या त तिमीहरू डिफ्रेन्सिएट हुनुपर्छ। सो यसरी चाहिँ पोर्टर्सले के भन्नुहुन्छ? यो दुईटा मेजर कुरा मध्ये एउटा त तिमीहरूसँग हुनुपर्छ। सो यदि बिजनेसमा जित्नु छ भने आइदर डु वान थिङ, वाट? कस्ट लिडरसिपमा आऊ, या त के गर? डिफ्रेन्सिएटमा आऊ। तर अर्को पनि छ भन्छन्। अर्को के हो भन्दाखेरि फोकस्ड स्ट्राटेजी हुन सक्छ। कुन स्ट्राटेजी हुन सक्छ? फोकस्ड। सो वाट इज अ फोकस्ड स्ट्राटेजी भन्दाखेरि ल तिमीहरू यसो गर, तिमीहरू ब्रड मार्केटमा नखेल। त्यसो भए मानौ तिमीहरू अब होटल इन्डस्ट्री जुन चलाइरहेका छौ, अब यो ब्रडमा नगर, यसलाई अब सानो मार्केटमा, फोकस्ड मार्केटमा जाऊ। तिमी यति गर कि अब म यो होटल जुन छ यो चाहिँ मेनली म ब्याङ्कर्सहरूलाई चलाउँछु, अब यो ब्याङ्करको समुदायलाई मात्र टार्गेट गर्ने। या त तपाईँले भन्नु सक्नुभयो यो होटल चाहिँ म मेनली यो टार्गेट पिपललाई चलाउँछु भनेर तपाईँले अब के गर्नु पर्यो? त्यो फोकस्ड पिपलहरूलाई सोचेर काम गर्नु पर्यो। अब त्यो फोकसलाई चलाउँदाखेरि पनि तपाईँले के गर्न सक्नुहुन्छ? या त
तिनीहरूमा पनि कस्ट लिडरसिप जानु पर्न सकिन्छ। या त तपाईँले के गर्नु पर्यो, डिफ्रेन्सिएट केही गराउनुहोस्। ब्याङ्करलाई हो भने ब्याङ्कर जस्तो कसरी वातावरण गर्न सकिन्छ, कस्ट लिडरसिप हो भने ब्याङ्करका निमित्त कसरी कस्ट लिडरसिप गर्न सकिन्छ। भन्न खोजेको के हो भने ब्रड स्ट्राटेजी त यो दुईटा छ। तपाईँ यदि एन्टायर मार्केटसँग लड्ने हो भने आइदर कस्ट लिडरसिपमा जानु पर्यो या त डिफ्रेन्सिएसनमा जानु पर्यो। अब एकैछिन यो डायग्राम हेर्नुहोस्, बुझ्नुहुन्छ है त। यदि तपाईँ एन्टायर मार्केटसँग लड्ने हो भने यो दुईटा स्ट्राटेजी हो तपाईँका निमित्त। पुरा मार्केटसँग, नेपालको मार्केटमा आउनु भएको छ, नेपालका होटलसँग लड्ने हो भने या त तपाईँले कस्ट लिडरसिपमा जानुपर्छ या त तपाईँले डिफ्रेन्सिएसनमा जानुपर्छ। होइन म पुरा सबैसँग लड्न सक्दैन, म एउटा टार्गेटेड कस्टमरसँग मात्र लड्छु भन्यो भने त्यो केसमा न्यारो मार्केट समात्नुहोस्। त्यसमा पनि तपाईँले के गर्नु पर्यो भने त्यो न्यारो ग्रुपलाई के चाहिएको हो त्यसलाई फोकस गर्नुहोस्। मानव ब्याङ्करलाई टार्गेट गर्दै हुनुहुन्छ भने ब्याङ्करलाई कस्ट कम चाहिएको हो या तपाईँको उसलाई डिफ्रेन्सिएसन चाहिएको हो, त्यसलाई फोकस गरेर लड्नुहोस्, तब मात्र जित्न सकिन्छ। सो ब्रडमा जाने भए यो ब्रड स्ट्राटेजीहरू हो। न्यारो हो भने जुन टार्गेट सेगमेन्ट समाउँदै हुनुहुन्छ त्यो टार्गेट सेगमेन्टको पिपललाई, कस्टमरलाई चाहिँ के चाहिएको हो त्यसका आधारमा लड्नु पर्यो। त्यसमा पनि अल्टिमेटली अगेन कस्ट लिडरसिप र डिफ्रेन्सिएसन त्यो आइहाल्छ। सो यदि ब्याङ्करलाई कस्टसँग सरोकार छैन तर दे यु निड अ युनिक प्रोडक्ट हो भने त्यो फोकस डिफ्रेन्सिएसन स्ट्राटेजी लगाउनु पर्यो। होइन ब्याङ्करहरूलाई मेनली युनिक केही सर्भिसेसहरू चाहिएको होइन तर उनीहरूलाई सस्तो सामान चाहिएको हो भने त्यो केसमा अब तपाईँले फोकस कस्ट लिडरसिप स्ट्राटेजी लगाउनु पर्यो। सो यु निड टु डिसाइड, आर यु गोइङ टु फाइट इन अ ब्रड मार्केट or are you fighting in a narrow segment market? पहिला त्यो डिसाइड गर्नुहोस्, त्यसपछि त्यही अनुसारको स्ट्राटेजी लगाउनुहोस्। तर मेनली त दुईटै स्ट्राटेजी छ, एउटा कस्ट लिडरसिप हुन्छ, एउटा डिफ्रेन्सिएसन स्ट्राटेजी हुन्छ। सो यसरी मात्र बिजनेसलाई जित्न सकिन्छ भनेर पोर्टसले जेनरिक स्ट्राटेजी दिनु भएको छ बिजनेसका निमित्त। यो क्लियर छ? सो यहाँसम्म हामीले कर्पोरेट लेभल स्ट्राटेजी पनि पढ्यौं र हामीले बिजनेस लेभल स्ट्राटेजी पनि सकायौं। सो यसमा केही प्रब्लम, कसैलाई क्वेसन छ यसमा? ओके। अझ कहिलेकाहीँ के आउँछ भने अब यो दुईटा बाँकी रहेको पनि म भनिदिन्छु। सो त्यो बाहेक पनि के हुन सक्छ भने इन्टिग्रेटेड स्ट्राटेजी अर्थात् हाइब्रिड स्ट्राटेजी पनि हुन सक्छ। कस्ट लिडरसिप पनि गर्ने, डिफ्रेन्सिएट पनि गर्ने पनि हुन सक्छ। अर्को कस्टमर इन्टिमेसी स्ट्राटेजी भन्छ। यो भनेको के हो भने कस्टमरले जे मागेको छ त्यही अनुसारको प्रोडक्ट उसका निमित्त मात्र बनाउनु। टेलरिङ प्रोडक्टहरू बनाएर पनि के गर्न सकिन्छ त मार्केटलाई जित्न सकिन्छ। जिन प्याकेजिङ भन्छौँ, यो कस्टमरलाई यस्तो प्याकेज, हरेक कस्टमरको लागि अलग अलग प्याकेज पनि बनाउन सक्नुभयो भने पनि यसरी पनि तपाईँले बिजनेस जित्न सक्नुहुन्छ। सो मेनली त यो जेनेरिक स्ट्राटेजी त यही हो, तर बाँकी रहेका यो दुईटा पनि हाइब्रिड पनि हुन सक्छ, कस्टमर इन्टिमेसी पनि हुन सक्छ। सो यहाँसम्म हामीले मेनली कर्पोरेट लेभल स्ट्राटेजी पनि बुझ्यौं, कर्पोरेट लेभल स्ट्राटेजी, र अर्को हामीले के बुझ्यौं, बिजनेस लेभल स्ट्राटेजी पनि बुझ्यौं है त। अब फाइनल पार्टमा छ ग्लोबल स्ट्राटेजी एन्ड इन्टरनेसनल एक्सपान्सन। अब कहिलेकाहीँ बिजनेसले कस्ता स्ट्राटेजी फर्मुलेट गरेको हुन सक्छ भने, कस्तो स्ट्राटेजी फर्मुलेट गरेको हुन सक्छ भने ग्लोबल लेभलमा जाने, होइन नेसनल लेभलमा होइन कि अब ग्लोबल लेभलमा जाने स्ट्राटेजी पनि फर्मुलेट हुन सक्छ। हामी के टपिक पढिरहेको छौँ भन्ने थाहा हुनु पर्यो। हामी स्ट्राटेजी फर्मुलेट गर्न खोजिरहेका छौँ, कस्ता स्ट्राटेजी फर्मुलेट गर्ने भन्ने पनि बुझ्नु पर्यो। कर्पोरेट लेभल पनि छ, बिजनेस लेभल पनि छ। अब एउटा के भन्दैछौँ भन्दाखेरि होइन अब हामी नेसनल लेभलमा होइन, हामी इन्टरनेसनल लेभलमा बिजनेस गर्छौँ भन्ने पनि त स्ट्राटेजी बन्न सक्छ। यो पनि एउटा कर्पोरेट लेभल स्ट्राटेजी नै हो, तर यसलाई हामी छुट्टै ग्लोबल स्ट्राटेजी भनेर डिस्कसन गरिरहेका छौँ है त। किन हामीले एक्सपान्ड गर्न जरुरी हुन्छ भन्दाखेरि कहिलेकाहीँ मार्केट जुन तपाईँको होम हुन्छ नेपालमा, तपाईँ स्टेबल भइसक्नु, म्याच्योर भइसक्नु भयो, तर अब तपाईँ नयाँ मार्केटमा गयो भने तपाईँको नयाँ प्रोडक्ट हुन्छ, अब त्यहाँ ग्रो हुन सक्छ। जस्तै चौधरी ग्रुपले नेपालमा अब त वाइवाई कति बेच्ने र, होइन, किनकि मार्केट सेच्योर भइसक्यो, किनकि सबै मान्छेले वाइवाई खाइसक्यो। अब योभन्दा बढी ग्रो हुँदैन, त्यही भएर इन्डियन मार्केट अरू अरू मार्केटमा गए कि गएनन्, गए। सो त्यही भएर ग्लोबल स्ट्राटेजी युज गरेको छ।
कस्ट एडभान्टेज हुन सक्छ। नयाँ ठाउँमा गयो भने तपाईँले सामान सस्तो लेबर होइन, सस्ता र मेटेरियलहरू पाउन सक्नुहुन्छ, त्यसले पनि गरिदिन सक्छ। रिस्क डाइभर्सिफिकेसन हुन्छ, एउटा इकोनोमी जहिले पनि कोल्याप्स हुन सक्छ। फर इक्जाम्पल नेपाल 10 दिनलाई बन्द भयो, 15 दिनलाई बन्द भयो भने के गर्ने? त्यो केसमा त अर्को मार्केट तपाईँको खुला भयो भने त फाइदा भयो नि त। सो त्यही भएर कहिलेकाहीँ के हुन्छ, अरू मार्केटहरूमा गयो भने रिस्क डाइभर्सिफिकेसन पनि गर्न सकिन्छ। त्यही भएर मेनली के हुन्छ त भन्दाखेरि बिजनेसेसहरू ग्लोबल लेभलमा जान खोज्छन्। अब ग्लोबल लेभलमा जाँदाखेरि चाहिँ कस्ता कस्ता स्ट्राटेजी बनाउन सकिन्छ त भन्दाखेरि एउटा स्ट्राटेजीलाई भनिन्छ इन्टरनेसनल स्ट्राटेजी। सो वाट इज इन्टरनेसनल स्ट्राटेजी भन्दाखेरि अब हेर्नुहोस् है, ग्लोबल एक्सपान्सन गर्दाखेरि पनि दुईटा डाइमेन्सनलाई प्रयोग गरिन्छ। एउटा हो लोकल रेस्पोन्सिभनेस, जुन मार्केटमा तपाईँ जान खोज्दै हुनुहुन्छ त्यो मार्केटको फिलिङ्सलाई, इमोसन्सलाई, या त्यो मार्केटको जुन नयाँ मार्केटमा जान खोज्दै हुनुहुन्छ त्यो मार्केटको भावनालाई या निडहरूलाई त्यसलाई कन्सिडर गरेर सामान बनाउने कि नबनाउने भन्ने हो। सो लोकल रेस्पोन्सिभनेस लिने कि नलिने भन्ने कन्सर्निङ हो। ग्लोबल इन्टिग्रेसन भनेको चाहिँ एउटा स्ट्यान्डर्ड, इन्टरनेसनल स्ट्यान्डर्ड एउटा ठाउँमा जे छ त्यही अर्को ठाउँमा पनि राख्ने कि नराख्ने भन्ने कन्सर्न हो। यो दुईटा डाइमेन्सन छ। फर इक्जाम्पल हेर्नुहोस् है त, सो तपाईँले के गर्दै हुनुहुन्छ भने लोकल रेस्पोन्सिभनेसलाई चाहिँ कन्सिडर नै गर्दै हुनुहुन्न, स्ट्यान्डर्ड के गर्नु भएको छ, ग्लोबल स्ट्यान्डर्ड भन्दाखेरि यहाँ यसो गरौँ न त। सो ग्लोबल स्ट्यान्डर्ड तपाईँले के गर्नु भएको छ, लो गर्नु भएको छ। सो यो केसमा के छ, ग्लोबल स्ट्यान्डर्ड पनि लो अनि लोकल रेस्पोन्सिभनेस पनि के भएको छ, लो। यस्तो केसमा के गर्दै हुनुहुन्छ भने तपाईँले सिम्पल एक्सपोर्ट गर्दै हुनुहुन्छ। यसलाई भन्छ हामी इन्टरनेसनल स्ट्राटेजी है। सो इन्टरनेसनल स्ट्राटेजीमा के गरिन्छ भने ग्लोबल इन्टिग्रेसनमा पनि लो छ होइन, ग्लोबल इन्टिग्रेसन पनि के गर्दै हुनुहुन्छ, लो, र लोकल रेस्पोन्सिभनेस पनि के छ, एकदमै लो भएको छ भने यस्ता केसलाई हामी के भन्छौँ, सिम्पल कुरा एकैछिन है त तपाईँलाई म यहाँदेखि देखाउँछु। यसलाई ड्र्याग एन्ड ड्रप एप्रोच भन्छौँ। यसमा वी जस्ट एक्सपोर्ट वाट वी मेक एट होम। हामी लोकलका कुरालाई कति पनि कन्सिडर गरेर लग्दैनौँ। तर स्ट्यान्डर्ड छ कि छैन भन्ने कुरा चाहिँ थाहा छैन, किनकि नेपालमा बनाएको नेपालको स्ट्यान्डर्ड भनेको वर्ल्ड वाइड स्ट्यान्डर्ड हो त भन्ने थाहा छैन हामीलाई। ग्लोबल इन्टिग्रेसन पनि थाहा छैन हामीलाई, एकदमै लो हुन सक्छ। अनि लोकल अर्को मार्केटमा नेपालमा बनाएको सामान हामी कहाँ बेचिरहेका छौँ, अमेरिकामा बेच्दैछौँ भने अमेरिकाको इमोसन, फिलिङ, त्यहाँको लोकल डिमान्ड या लोकल निडहरूलाई हामीले कन्सिडर गरेका छौँ, छैनौँ। हामीले नेपालमा बनाएको जेसुकै छ त्यो अमेरिकामा बेचिरहेका छौँ भने नेपालको स्ट्यान्डर्ड ग्लोबल स्ट्यान्डर्ड नहुन सक्छ। सो लो छ ग्लोबल इन्टिग्रेसन पनि, रेस्पोन्सिभनेस पनि लो छ भने यसलाई इन्टरनेसनल स्ट्राटेजी भन्छ। यसरी पनि एक्सपान्ड हुन पाइयो। सो यसलाई के भन्छौँ, एक्सपोर्ट मिडियम हुन सक्छ। यसको बेस्ट इक्जाम्पल भनेको एक्सपोर्ट हुन सक्छ। अर्को भनेको के हो भन्दाखेरि ग्लोबल स्ट्राटेजी। अब वाट इज ग्लोबल स्ट्राटेजी भन्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्ड एकदम हाई छ, इन्टरनेसनल स्ट्यान्डर्ड के छ, हाई, तर हामीले लोकल केही कुरालाई पनि कन्सिडर गरेका छैनौँ है। त्यसलाई भनिन्छ ग्लोबल स्ट्राटेजी। वी सेल द सेम थिङ एभ्रिवेयर। सो हामी के गरिरहेका छौँ भन्दाखेरि एउटा मानौँ रोलेक्स घडी बनायौँ, त्यो घडी संसारभरि एकदमै इन्टरनेसनल स्ट्यान्डर्ड छ है, तर यो स्ट्यान्डर्ड के छ, एकदम इन्टरनेसनल स्ट्यान्डर्ड मान्यता हो, हाई ग्लोबल इन्टिग्रेसन छ। तर अब के गरिरहेका छौँ भने लोकल कन्सिडरेसन गरिरहेका छैनौँ, नेपालका लागि छुट्टै, इन्डियाका लागि छुट्टै, यस्तो गरिरहेका छैनौँ। सो स्ट्यान्डर्ड हाई छ, डेफिनेटली ग्लोबल इन्टिग्रेसन इज हाई, तर लोकल रेस्पोन्सिभनेस इज भेरी लो। एउटा कुरा बनाउँछौँ हाई स्ट्यान्डर्डमा, एकदमै हाई स्ट्यान्डर्डमा, तर के गर्छौँ भन्दाखेरि संसारभरि त्यही नै बेच्छौँ, कुनै एउटा पर्टिकुलर कन्ट्रीलाई तोकेर बेच्दैनौँ भने त्यसलाई हामी के भन्ने रहेछौँ त, ग्लोबल स्ट्राटेजी भन्ने रहेछौँ। अर्को तर्फ जाउँ, यहाँ के छ, लोकल रेस्पोन्सिभनेस हाई छ तर ग्लोबल इन्टिग्रेसन एकदम लो छ। यसलाई भन्छौँ मल्टी डोमेस्टिक स्ट्राटेजी। यो केसमा के हुन्छ भने कम्पनीले हरेक जुन जुन ठाउँमा जान्छ त्यो हरेक ठाउँलाई अलग अलग मार्केटको जस्तो ट्रेड गर्छ। इन्डियामा गयो भने इन्डियन डिसेसहरूलाई प्रायोरिटाइज गर्छ, नेपालमा गयो भने नेपाल डिसेसहरूलाई, नेपालको डिमान्डहरूलाई प्रायोरिटाइज गर्छ। यसरी यदि बिजनेस गरिरहेका छौँ भने यसलाई मल्टी डोमेस्टिक स्ट्राटेजी भन्छौँ। यसमा स्ट्यान्डर्ड जुन लेभल छ त्यो पनि ग्लोबल इन्टिग्रेसन गर्दैनौँ, लोकल इन्टिग्रेसन नै हुन्छ, लोकल रेस्पोन्सिभनेसलाई नै हाई गर्छौँ।
अनि अर्को भनेको के हो, सबभन्दा एकदम पावरफुल भनेको लोकल रेस्पोन्सिभनेस पनि हाई र ग्लोबल इन्टिग्रेसन पनि हाई भएको, पिपलको फिलिङ इमोसन्स पनि कन्सिडर गरिरहेका छौँ जुन मार्केटमा जाँदैछौँ, र सामानको इन्टिग्रेसन ग्लोबल स्ट्यान्डर्ड पनि के छ, एकदमै हाई लेभलमा गइरहेका छौँ भने त्यसलाई ट्रान्सनेसनल स्ट्राटेजी भन्छौँ। वी ट्राई टु बी एफिसियन्ट लाइक अ ग्लोबल कम्पनी बट कस्टमाइज लाइक अ लोकल कम्पनीका हिसाबले कस्टमाइज गर्न खोजिरहेका छौँ। तर अब कुरा के हो भन्दाखेरि यस्तो गर्न सक्नु बडा कठिन विषय हुन सक्छ। सो यसरी एक्सपान्ड गर्दाखेरि यो चारवटा तरिकामा गर्न सकिन्छ। एउटा इन्टरनेसनल स्ट्राटेजी हुन सक्छ जस्ट एक्सपोर्टिङ द थिङ्स, मल्टी डोमेस्टिक हुन सक्छ जुन ठाउँमा गइरहेका छौँ त्यो हरेक ठाउँलाई अलग अलग मार्केटको रूपमा कन्सिडर गरेर त्यहाँकै प्रेफरेन्सका आधारमा काम गर्ने, ग्लोबल स्ट्राटेजी हुन सक्छ लोकललाई हेर्दै नहेर्ने तर इन्टरनेसनल स्ट्यान्डर्डका साथ काम गर्ने, ट्रान्सनेसनल हुन सक्छ यो दुइटै कुरालाई कन्सिडर गरेर जान सकिन्छ। यिनीहरूलाई भनिन्छ ग्लोबल स्ट्राटेजी फर एक्सपान्सन। अब एक्सपान्सन गर्दाखेरि मैले अघि नै भनिहालेँ स्ट्राटेजी के हुन सक्छ, एउटा एक्सपोर्टिङ हुन सक्छ है। अर्को स्ट्राटेजी के हुन सक्छ, लाइसेन्सिङ। लाइसेन्सिङ भनेको के हो भने तपाईँलाई कुनैलाई इन्टेलेक्चुअल प्रोपर्टी युज गर्ने अधिकार त दिने, तर तपाईँको त्यो कम्प्लिट रूपमा उसले युज गर्न के हुन्छ त भन्दा फ्लेक्सिबिलिटी पनि दिने। जस्तै उदाहरणको निमित्त तपाईँले माइक्रोसफ्ट चलाउनुहुन्छ, माइक्रोसफ्ट चलाउँदाखेरि तपाईँलाई के हुन्छ, ल 1 वर्षलाई तपाईँले लाइसेन्स किन्नुहुन्छ भने अब त्यो माइक्रोसफ्टलाई तपाईँ जसरी युज गर्नुहोस्, पावर पोइन्टलाई जसरी युज गर्नुहोस्, वर्डलाई जसरी युज गर्नुहोस्, माइक्रोसफ्टले बार बार यसरी युज किन गरिस् भनेर टोक्छ त, टोक्दैन। उसले इन्टरफियर नै गर्दैन। जब एकचोटि लाइसेन्स दियो भने त्यसले इन्टरफियर गर्दैन, फ्लेक्सिबिलिटी दिन्छ टु द युजर। सो यसरी हेर्नुहोस् त, माइक्रोसफ्ट नेपालमा नआएर पनि माइक्रोसफ्ट किनेर बसिरहेका छौँ कि छैनौँ, छौँ। सो अर्थात् उसले एक्सपान्सन त गर्यो संसारभरि, कसरी गर्यो त भन्दाखेरि उसले लाइसेन्सिङ गरेर। फ्रेन्चाइजिङमा के हुन्छ भन्दाखेरि ब्रान्डहरू युज गर्न दिन्छ तर डाइरेक्ट कन्ट्रोल गर्छ, उसले हरेक कुरामा कन्ट्रोल गर्छ, ट्रेनिङ दिन्छ। सो उसलाई यो ब्रान्ड युज गर्दाखेरि एभ्रिथिङ इज कन्ट्रोल्ड। जोइन्ट भेन्चर, जोइन्ट भेन्चर भनेको के हो, ए प्लस बी कम्पनी, नेपालको एउटा कम्पनी छ, अमेरिकन पनि एउटा कम्पनी छ, यो दुइटै मिलेर एउटा अर्को कम्पनी खोलिरहेका छन् र यसले बिजनेस गरिरहेको छ अमेरिकामा भने यसलाई हामी जोइन्ट भेन्चर भन्छौँ। सो अब्जेक्टिभ सेम छ, दुइटै मिलेर एउटा थर्ड कम्पनी खोल्यो। स्ट्राटेजिक अलायन्स हुन सक्छ, नेपालको एउटा कम्पनी छ, अमेरिकाको एउटा कम्पनी छ, यो दुइटै मिलेर नयाँ कम्पनी खोल्दैनन्, यो दुइटैले के गर्छ त, यो अलगै कम्पनी हो यो अलगै कम्पनी हो तर एउटै गोल अचिभ गर्नका निमित्त बिजनेस गर्न सक्छ। एन्ड द सर्टेस्ट थिङ इज एफडिआई। सो सिधै के गर्न सकिन्छ त, सिधै पैसा अर्को देशमा गएर आफै कम्पनी पनि खोल्न सकिन्छ, त्यो एफडिआई भयो, फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट। सो यसरी पनि मार्केट एन्ट्री गर्न सकिन्छ इन्टरनेसनल मार्केटमा। सो यति पार्ट चाहिँ तपाईँले बुझिदिनु पर्ला, ठिक छ। सो स्ट्राटेजी फर्मुलेसनसम्म हामीले आज सकाएँ। मैले अलिकति फास्ट बोलेँ किन भन्दाखेरि 1 घन्टाभन्दा माथि गइसकेको छ क्लास। अब तपाईँले यसलाई मजाले पढ्यो भने बुझ्नुहुन्छ है त। हस्, थ्याङ्क यू।